अहिलेको संसद भवनभित्र जो घटना भइरहेको छ यो सत्य घटना होइन। हेर्नुहोस् अन्तिममा के आउँछ थाहा छ? तपाईले टेलिसिरियल हेर्ने गर्नु भएको छ होला, टेलिफिल्म हेर्ने गर्नु भएको छ होला। उदाहरणको निमित्त उही दयाहाङ राईको फिल्मको उदाहरण लिउँ। दयाहाङ राईले एउटा कबड्डी भन्ने फिल्म खेलेको छ। त्यो दयाहाङ राईले त्यो एउटा केटीलाई यति धेरै प्रेम गर्छ, यति धेरै प्रेम गर्छ, आफ्नो प्रेमिका बनाउन यति धेरै खोज्छ, केटीले मान्दैन। हामी फिल्म हेर्न हलभित्र छिरेका छौँ, हाम्रो मनमा के आइसक्यो? बिचरा यस्तो केटालाई मलाई गराए भए मै स्वीकार्थेँ भन्नेमा पुग्छौँ। हाम्रो मस्तिष्क त्यस्तो भइसकेको हुन्छ, मरिकाटै स्वीकार्दैन। अन्तिममा गएर के हुन्छ? हिरोको प्रस्ताव हिरोइनले नस्वीकार्दाखेरि कस्तो अलक्षिणी आइमै रहेछ भनेर त्यसलाई गाली गर्छौँ। दयाहाङ राईप्रति सान्त्वना राख्छौँ। राख्दा राख्दै पर्दामा के आउँछ? दयाहाङ र मिरुनाको खेल सकिएर समाप्त भनेर आउँछ। उठ्नुहुन्छ, खल्तीको 1000 पनि टाक, 2 घण्टा समय पनि टाक। अन्तिममा गएर दयाहाङ राईले मन पराएको पनि होइन, मिरुना मगरले दयाहाङ राईको प्रेम प्रस्ताव नस्वीकारेको पनि होइन। त्यो त के हो भन्दा तपाईँ हामीलाई 2 घण्टासम्म बोलाएर हाम्रो खल्तीमा भएको 1000 पैसा उसको खल्तीमा लाने एउटा स्क्रिप्ट तयार मात्रै गरेको। हेर्नुहोस् हो अहिलेको नेपालको राजनीतिमा ठ्याक्कै त्यस्तै छ। संसदमा जो जुवारी चलिरहेको छ नि अहिले, साँच्चै भ्रष्टाचारीलाई समात्न आँट्यो भन्छौँ हामी, त्यो केही पनि होइन। उनीहरूको लन्च र डिनर सँगै हुन्छ। संसदमा जानुभन्दा पहिला छुट्टै कोठामा बसेर भलाकुसारी गर्छ। अब के गर्ने? जनताले एक कराइसके। 79को निर्वाचनमा हामीले बोलेको प्रतिबद्धता पुरा गरियो भने मूलवासी सम्पन्न हुन्छ, मङ्गलहरू अधिकार सम्पन्न हुन्छन्। पुरा गरिदिनु भएन। अब पुरा नगरिकन बसौँ भने गोपाल गुरुङले खोलेको एमएनओको कार्यकर्ताले गाउँ गाउँ छिरेर तपाईँले भोट हालेको नेताले के दियो दिएन, अब हामीलाई दिनुहोस् भनेर बिगारिसके। अब के गर्ने भन्दा जनतालाई एमएनओको कुरा सुन्नै नसक्ने बनाइदिने। त्यो के गर्ने त भन्दा संसदमा एउटा फिल्म प्रदर्शन गर्ने भनेर फिल्म प्रदर्शन भइरहेछ। हेर्नुहोस् यो पैसा नतिरिकन हेर्न पाइने खालको फिल्म हो। हेर्नुहोस् भावनामा बगाउँदैन यसले। पैसा तिरेर हेर्ने फिल्म भावनात्मक हुन्छ, यो चाहिँ उत्तेजनात्मक हुन्छ। यसले उसलाई ठोक्ने खालको। यस कारणले गर्दाखेरि अब देशका शासकहरूको यो चर्ती कलालाई अन्त्य गर्नुपर्ने दिन आएको छ। म यहाँ तपाईँहरूको बिचमा आएर बोल्दै गर्ने क्रममा चुनावमा हामी भोट माग्न आउँदैछौँ, मलाई भोट दिएर जिताउनुहोस् भन्ने पटक्कै मेरो सोच होइन। तपाईँ आफै तयार हुनुहोस्। अब चुनावमा भोट जितेर जनताको बिचमा गएर भोट जितेर यो गाउँ, यो ठाउँ, यो समाज, यो प्रदेश, यो देश संसारमा चिनाउन सक्ने बनाउनको निमित्त तपाईँ नै तयार हुनुहोस् भनेर भन्नलाई चाहिँ म तपाईँहरूको बिचमा आएको।